बलियो खम्बालाई गुमाउनु पर्यो भन्दै चर्चित लोकदोहोरी गायक चिज गुरुङले युकेबाटै प्रशान्त तामाङलाई दिए श्रद्धाञ्जली व्यक्त। फेसबुकबाट लेखेको त्यो स्टाटस तपाईँहरूको पनि मन छुनेछ। भिडियो अन्तिमसम्म हेरेर हामीलाई साथ दिनुहोला। तपाईँ हामीलाई यो भिडियो कुन ठाउँबाट हेर्नुहुन्छ जानकारी र प्रशान्त तामाङलाई श्रद्धाञ्जली व्यक्त गर्न नबिर्सिनुहोला। गायक चिज गुरुङले फेसबुकबाट लेख्दै भन्छन्, कलाकारी क्षेत्रबाट विशेष गरी इन्डियन आइडलबाट चर्चा बटुलेका गायक तथा नायक प्रशान्त तामाङ गोर्खा पल्टन परदेशी जस्ता फिल्महरूमा अभिनय गरिसक्नु भएको थियो। नायक हृदयघातक कारण मृत्यु हुनुभएका खबरले यति बेला निकै त्रस छाएको छ। कलाकारी क्षेत्रमा ठुलो धक्का पुग्न भएको शोकाकुल परिवार, आफन्त तथा शुभचिन्तकको गहिरो समवेदना व्यक्त गर्न चाहन्छु भन्दै चर्चित लोकदोहोरी गायक चिज गुरुङले समेत फेसबुकबाट प्रशान्त तामाङलाई यसरी श्रद्धाञ्जली व्यक्त गर्नुभएको हो।